नमस्कार सबैजनामा माई एजुकेसन माई नलेज च्यानलमा तपाईहरुलाई स्वागत छ। आज मैले त्रिभुवन युनिभर्सिटीबाट 2079 सालमा ब्याचलर थर्ड इयरमा सोधिएको प्रायोगिक भाषा विज्ञान विषय कोड 433 मेजर सब्जेक्टको क्वेशन पेपर लिएर आएको छु। समूह क मा 20 वटा वस्तुगत प्रश्न टिक लाउने क्वेशन हुन्छ भने समूह ख मा 8 वटा 7 मार्कवटा क्वेशन हुन्छ र समूह ग मा 2टा 12 मार्कवटा क्वेशन रहेको हुन्छ। जम्मा गरी 100 मार्कको र समय 3 घण्टा रहेको हुन्छ। क्वेशन तर्फ लागौं हो। 1 नम्बरमा प्रायोगिक भाषा विज्ञानका उपयोगिताहरू औल्याउनुहोस्। 2 नम्बरमा रहेको छ नेपालमा भाषा नीतिको आवश्यकता स्पष्ट पार्नुहोस्। 3 नम्बरमा रहेको छ शैली विज्ञानको पूर्वीय परम्परा कस्तो छ रेखाङ्कन गर्नुहोस्। साथै 3 नम्बरको अथवामा छ शैली विश्लेषण प्रक्रियामा विचलन र समानान्तरताको भूमिका स्पष्ट पार्नुहोस्। 4 नम्बरमा रहेको छ व्यतिरेकी विश्लेषणको सैद्धान्तिक अवधारणा स्पष्ट पार्नुहोस्। 5 नम्बरमा रहेको छ त्रुटि विश्लेषणका चरणहरूको चर्चा गर्नुहोस्। र 5 नम्बरको अथवामा रहेको छ भाषा शिक्षणमा त्रुटि विश्लेषणको औचित्य र आवश्यकता औल्याउनुहोस्। 6 नम्बरमा रहेको छ अर्थ निर्देशका विभिन्न तरिकाहरूको चर्चा गर्नुहोस्। 7 नम्बरमा रहेको छ काव्य संकथन र लेख्य संकथन बीच भिन्नता छुट्याउनुहोस्। र 7 को अथवामा छ संकथनको निर्माणमा सम्बोधनको भूमिका सोदाहरण चर्चा गर्नुहोस्। र 8 नम्बरमा रहेको छ भाषा प्रयोगका आधारमा अनुवादका प्रकारहरूको परिचय दिनुहोस्। त्यसैगरी समूह ग मा 12 मार्क गोटा क्वेशन रहेको छ। 9 नम्बरमा भाषिक भेद सिर्जना हुनुका कारणहरू उल्लेख गरी प्रमुख भाषिक भेदको परिचय दिनुहोस्। 10 नम्बरमा रहेको छ बाल भाषाका विकासका चरणहरू उल्लेख गरी प्रत्येक चरणका विशेषताहरू प्रस्तुत गर्नुहोस्। साथै 10 को अथवामा रहेको छ नेपाली कोश निर्माण परम्परा र विकासको संक्षिप्त रेखाङ्कन गर्नुहोस्। साथै यो चाहिँ 79 सालको क्वेशन पेपर हो भने अझै यस्तै क्वेशनहरू तपाईहरु हेर्न चाहनुहुन्छ भने मैले बीएड फर्स्ट इयर र सेकेन्ड इयरका क्वेशन पेपरहरू पनि पुरानो क्वेशन पेपरहरू राखेको छु। च्यानलमा भिजिट गरेर हेर्न सक्नुहुन्छ।